हेलो नमस्ते सबैजनालाई साथीहरू। आज मैले मोमो बनाउँदैछु। साह्रै राम्रो त बनाउन आउँदैन, त्यही पनि घरमा खानको लागि हैन रेडी गर्दैछु। आज मेरो बुढालाई पनि मोमो खानु मन लाग्यो रे। हामीसँग भाडा पनि थिएन, यो यस्तो सिल्भर पेपर लगाएर अनि हामीले भाडामा यसरी बनाउँदैछौँ। भन्छ नि खाने मुखलाई जुङ्गाले छेक्दैन, हो त्यही गर्दै। ल हेर्नु, यो चाहिँ बिग्रियो हैन बनाएको, के भन्यो अलि पिठो किलो भएछ हाम्रोमा। यहाँ ट्राई गरेको छु, यो तीनटा चाहिँ राम्रै बनेछ। अझै अगाडि राम्रै बनाउन कोसिस गर्छु। हजुरहरूलाई फेरि बनाएर राम्रो बनाएर फेसबुकमा राखेर राम्रो मिठो खानेकुराहरू देखाउने कोसिस गर्दैछु। हेरौँ के बन्छ है त। ल फेरि अर्को भिडियो बनाउँदाखेरि हजुरहरूलाई ल साथीहरू, मैले मोमो बनाएर रेडी गरेर प्लेटमा हालेर लिएर आएँ। ल हेर्नु, हजुरहरूलाई नि खान मन लागेको छ भने सम्पर्क गर्नु होला। मैले नजानी पनि बनाउँछु, खासै राम्रो त भनेन त्यही पनि। ल हेर्नु, हेर्दा त मिठै होला जस्तो छ। अब खाएर टेस्ट कस्तो हुन्छ हेर्नु पर्ला है त। हस्, थ्याङ्क यू।